नमस्ते सेवारो सबैजनालाई तपाईहरुलाई फेरि पनि मेरो नयाँ ब्लगमा स्वागत छ है। आज हाम्रो घरमा चाहिँ पाहुना आएको छ हो। अनि पाहुनाले चाहिँ खाना बनाउँदैछ। कस्तो ब्लग बनाउनु बिर्सेको मैले है। हामीले चाहिँ डेभिड र मैले चाहिँ अहिलेसम्म यो बोतल भन्ने चिज खाएको थिएन। आज चाहिँ घरमा तपाईले बाहिर खाएको थियो? ए मैले त बाहिर पनि खाएको थिइनँ नि त। अन्त यसको रेसिपी चाहिँ आज हाम्रो स्वागत भाइले बनाइदिँदैछ हो। मैले चाहिँ अघि दाल आलुदम राइस बनाएको हो। ए आज चाहिँ दुईजनाको डिए पस्यो अरे, तर त्यो डिए चाहिँ हातमा रहँदैन अरे। के गर्नु थियो एकाउन्टमा मात्रै आयो, नाम मात्रै। कस्तो क्रिस्पी भएको छ हेर्नु न गाइस, क्या दामी। अब यसको रेसिपी चाहिँ यहाँ भाइले मलाई सिकाउँदैछ, मैले सिक्दैछु। त्यसपछि मिठो भयो भने फेरि हामी बनाएर खाने हो यो। के भाइ भने पनि देवर भने पनि एउटै त हो नि होइन सौगात? देवर भनेको त भाइ हो नि, होइन पर्यो हो त। देवर भनेको त भाइ होइन। ए के भन्दैछ यहाँनिर? अर्को चाहिँ बिजी छ पप्सी खानुमा। पुक्ले को आउनु भएको छ आज? छक्कै परिरहेको छ आज यहाँ काका बसेको देखेर। मैले चाहिँ यो अचार पनि बनाएको हो अघि नै। यो चाहिँ बदामको अचार बनाएको मैले। अनि यो पापड पनि रेडी छ। आँप ल्याइदिएको अरे मलाई, तर यो आँप हेर्दा चाहिँ पहेँलो गुलियो जस्तो छ, तर अलिक कमिलो छ। आज राम्ररी सिरिजहरू हेर्नु पाउँदैछु हो। मजाले हेर्दै बस्यो, आरामको जिन्दगी भन्दैकै। अघि मैले अलिक हत्ते भएर बसेको नि हो, के को आराम हुन्छ। यस्तो बदम भन्ने जन्तु पनि हाल्नु पर्दो रहेछ यहाँ। जन्तु हो भन्नु पनि भएको छैन, खानेकुरा। बदम बदम भनेको के हो? बदम भनेको के हो? बदम के हो? बदम भनेको खानेकुरा बदम हो। राइस इज रेडी हो। यो भिन्डी पनि भाइले बनाएको है। बस आलुदम र यो चाहिँ मेरो रेसिपी। यो हाल त हेरौँ बोतल। एउटा मात्रै हालिदिरहेको होइन। नो डाउट मिठो भएको छ कि, तर मलाई नयाँ चिज मलाई खानु पुरा साह्रो पर्छ। मलाई के भएको नयाँ घिउ कहिले नखाएर मैले नयाँ खाएँ भने मलाई गाह्रै पर्छ। त्यस्तो मेरो लागि यमी चाहिँ यमी देख्दैछ। सब्जीको भण्डार भयो त हाम्रो त। अन्त हो र भन्दा नि। दाल पनि यहाँ छ, पापड यहाँ छ। यो चाहिँ अचार बनाएको? यस, बदामको अचार। बदामको अचार बदाम बनाउनु पिरो छ है, मैले पिरो बनाएको छु। पिरो लाग्यो आज हाम्रो कुक। बनाउँछ होइन पोस्टर बनाउँदैन मलाई बैगुन जस्तो लाग्यो है। बैगुन यसको टेस्ट लाग्छ नि त मलाई चाहिँ। भाइ यसको पप्सी दिनु न। ल हो मिठो मिठो। कस्तो रिस पो गर्छ है यो खाँदा त। अरू बेला बुढीले एउटा मात्रै सब्जी बनाइन्छ है।
खानु आउँछ आम्मा मिठो लाग्यो मन पर्यो आफैले बनाएर मिठो लाग्यो मैले नभए यसरी खाँदिनँ त बनाएको थिएँ झपकटा मिठो लाग्यो मिठो भएछ आज झन् मिठो लाग्यो लसुनले हल्का मिठो लाग्यो लसुनको टेस्ट कस्तो जानु हुन्छ है लसुनले दामी हाल्छ भाइजाले ठाडो जान्छ तिमीले खानु हुँदैन अहिले के गर्छ अब पिरो छ मुखमा लडेर एकदम बोल्छ बोलाउँछ नानी गर्छ अन्त आउनुहोस् मलाई बोक्नुहोस् भन्छ कापर हालिदिनु यो मेरो भिडियोमा हालिदिनु भयो